भाग्यो नि भगाइयो नि भनेका छन्। बच्चा बच्चीहरू खुसी हुन्छ क्या, उसले खेदे जस्तो गर्छ, आफू कुदिनुपर्छ क्या। डरायो डरायो भाग्यो भाग्यो भन्छ, खुसी हुन्छ बच्चा। भागेर केयरटेकर प्राइम मिनिस्टर हुन्छ। प्राइम मिनिस्टर भाग्यो भनेको केयरटेकर भएर भाग्छ। भागेको प्रधानमन्त्री नै रहन्छ। म त प्रधानमन्त्री नै थिएँ त। राष्ट्रपतिज्यू त भन्दै हुनुहुन्छ त, कदम चाल्नका लागि तत्कालीन प्रधानमन्त्रीले मलाई सिफारिस गरेको हो 26 गते हो। 26 गते राति मैले राष्ट्रपतिज्यूलाई प्रधानमन्त्रीको हैसियतमा सिफारिस गर्दैछु भने म कहाँ भागेँ त? भित्रै जलाएर मार्न खोज्दा, त्यति बेला पनि अहिले जस्तै जलाएरै मार्न खोजेका थिए। दुर्योधनहरू अहिले पनि, तिनका प्रेतहरू चाहिँ अहिले पनि रहँदै रहेछन् भन्ने कुरा देखिन्छ। उस बेला पनि लाक्षागृहभित्र हालेर पाण्डवहरूलाई डढाएर मार्न खोजेका थिए। भाग्यो नि भगाइयो नि भनेका छन्, भगाउँछौँ भनेका छन्। म कहिले सिंहदरबार गर्थेँ, कहिले बालुवाटार गर्थेँ। बाहिर जाँदा म काम अन्त पनि हुन्थ्यो र भागेको जहाँसम्म कुरा गरेँ, मैले अस्ति एउटा अन्तर्वार्तामा हो क्या, भाग्न त कौरवहरूले, दुर्योधन, शकुनी र दुशासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा, त्यति बेला पनि अहिले जस्तै जलाएरै मार्न खोजेका थिए। दुर्योधनहरू अहिले पनि, तिनका प्रेतहरू चाहिँ अहिले पनि रहँदै रहेछन् भन्ने कुरा देखिन्छ। उस बेला पनि लाक्षागृहभित्र हालेर पाण्डवहरूलाई डढाएर मार्न खोजेका थिए। एकतिर आगो लगाए, उनीहरू अर्कातिर भागिदिए। भागेकै हुन् पाण्डवहरू, कातर भएर भागे होइन, बुद्धि पुर्याएर भागे। बहादुर भएर चाहिँ नि हातमा धनुबाण समातेर गदा लिएर साहसका साथ म जल्छु तर भाग्दिनँ भनेको भए जल्थे, जल्न हुँदैन थियो। त्यस्ता परिस्थिति पनि आउँदो रहेछन्। दुष्टहरूको घेराबन्दी तोड्न पर्दो रहेछ। त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए। तर यसमा उनीहरूले भगायौँ भने पनि मेरो अगाडि एउटा परिस्थिति आयो। मैले राजीनामा गरेँ, तर म केयरटेकर प्राइम मिनिस्टर छँदै थिएँ। भागेर केयरटेकर प्राइम मिनिस्टर हुन्छ। प्राइम मिनिस्टर भाग्यो भनेको केयरटेकर भएर भाग्छ। भागेको प्रधानमन्त्री नै रहन्छ। म त प्रधानमन्त्री नै थिएँ त। राष्ट्रपतिज्यू त भन्दै हुनुहुन्छ त, कदम चाल्नका लागि तत्कालीन प्रधानमन्त्रीले मलाई सिफारिस गरेको हो 26 गते हो। 26 गते राति मैले राष्ट्रपतिज्यूलाई प्रधानमन्त्रीको हैसियतमा सिफारिस गर्दैछु भने म कहाँ भागेँ त? भागेका ठाउँबाट मैले पठाएँ कि राष्ट्रपति र प्रधान सेनापतिले मलाई भेट्नुभयो, हाम्रो कुराकानी भयो म बसेको ठाउँमा, र मैले राष्ट्रपतिज्यूलाई सिफारिस गरेँ। त्यो भाग्या भयो। मैले किन बालुवाटार छोडेँ भन्दा नछोड्न सक्थेँ। के खुवाएर ल्याएको छ, के खुवाएर ल्याएको छ, बेहोसका मान्छे आक्रमण गर्न आउँछन् र आत्मरक्षाका लागि प्रहार गर्दा त क्याजुअल्टी हुने भयो। क्याजुअल्टी हुन भन्दा ओल्लो घरबाट पल्लो घर सर्दिए भने राम्रो होइन? भाग्यो भाग्यो। बच्चा बच्चीहरू खुसी हुन्छ क्या, उसले खेदे जस्तो गर्छ, आफू कुदिनुपर्छ क्या। डरायो डरायो भाग्यो भाग्यो भन्छ, खुसी हुन्छ बच्चा।
अनि म कार्यवाहक प्रधानमन्त्री चलाइराखेको छु, भाग्यो कसरी? म प्रधानमन्त्रीको हैसियतमा काम गरिराखेको छु, मैले राष्ट्रपतिज्यूलाई सिफारिस गरिराखेको छु, राष्ट्रपति प्रधान सेनापति लगायत भन्छु का मान्छेहरू भेटिराखेका छु, भाग्यो कसरी? उनीहरूले फेला पारेनन् भन्दैमा भाग्यो? उनीहरूको ज्यान बचाउनका लागि मैले मुकाम परिवर्तन गरेँ। अनि भाग्यो? यस्तो कुरा तपाईहरुले पनि फेरि त्यही कुरा पनि भाग्यो भनेर प्रधानमन्त्रीको हैसियतले काम गरिराखेको छ, प्रधानमन्त्रीको हैसियतले सिफारिस गरिराखेको छ, प्रधानमन्त्रीको हैसियतले भेटघाट गरिराखेको छ, राष्ट्रपतिलाई सिफारिस गरेको छ, राष्ट्रपति भेटेको छ, प्रधान सेनापति भेटेको छ, अरू साथीभाइहरू भेटेको छ, विभिन्न साथीभाइहरूलाई भेटेको छ, भेटघाट चलिराखेको छ। अनि भाग्यो भन्ने कुरा यो तपाईहरुलाई पनि पत्यार छ भने अनि भाग्य मान्छे यस्तै हुन्छ त। कुन देश गएको थियो? अन्त्य गएको थियो, भाग्य थियो, भारत गएको थियो, चीन गएको थियो, अमेरिका गएको थियो, रुस गएको थियो, कतै गएको थियो। त्यसकारण यो गलत कुरा